यो दुनियाँमा दुई प्रकारका जीव हुन्छन्, एउटा डराई डराई बाँच्ने र अर्को डराउन दिएर बाँच्ने। तर यो कथा न त डराई डराई बाँच्नेको हो न त डराउन दिएर बाँच्नेको। यो कथा हो हाम्रो कुल पूजाको। बिहान म कलेज गएर आएँ र म अहिले घर जाँदैछु, किनभने पर्सि हाम्रो देउली छ, यानि कि कुल पूजा। सानीमाको कोठाबाट निक्लेर 2 बज्नुभन्दा पहिला काउन्टरतिर झरे, तर दाइले मेरो गाडीमा जानुपर्छ भनेर छोपेरै राख्नुभयो। ल जबरजस्ती हो। अघिल्लो सिटको छेउमा पल्लो काउन्टरमा 2 बजेतिर जाने भनेर आएको, तर यो काउन्टरमा भने अब 1 घन्टा बस्नु पर्ने भयो, किनभने यहाँबाट 3 बजे छुट्छ गाडी। मलाई ट्र्याक्टरमा छोड्न हैन। केही समयको पर्खाइपछि सन्धिहरुलाई बिस्तारै छोडी उकालो लाग्यौं। म बजार झरेको पनि 1 महिना भइसकेछ। आज म घर जाँदैछु जस्तो लाग्दैछ कि धार्मिकताले मलाई बोलाइरहेको छ। गति निरन्तर बढिरहेको थियो। भएका तनावहरू बाहिरको दृश्य जस्तै पछाडि छुट्दै गइरहेको अनुभूति भइरहेको थियो, किनकि म घर जाँदैछु। बाहिरको वायुले शरीरमा चिसो उत्पन्न गराइरहेको थियो। सरपष्ट रहेका घामका किरणहरू बिस्तारै डाँडापछि विलीन हुने समय आउँदै थियो, तर मलाई कुनै चिन्ता थिएन, किनकि म घर जाँदैछु। भूमिका स्थान नगरपालिकाको नामाकरण स्थल आइपुग्दा न्यानो अनुभूति भयो। साथै पिपलनेटा आइपुग्दा कुल देवताले स्वागत गरिरहेका छन् जस्तो लाग्यो, किनभने यता पनि देउली छ। नाइरा मलाई छोड्न हिँड्नु त्यहाँ। अहिले 5 बजिसक्यो र म गाडीबाट उत्रिसकेँ। अब भने केही समय हिँडेर जानुपर्ने हुन्छ, किनभने उता पर सिसानीबाट उनको जाँदो रहन्छ र गाडी परबाट नै गयो। हाम्रो घरतिरबाट पनि गाडी जान्थ्यो होला, तर त्यो गाडी फेरि खै यहाँ दाइले पहिले नै छोपेर राख्नु पर्यो, त्यही भएर त्यो गाडी छुट्यो र झ्यालतिरबाट हावाले हानेर रुगा लागिरहेको छ। यतातिर बर्खायाममा हिँडी नसक्नुहुन्छ, त्यसैले विकास निर्माणको काम सुरु हुँदै रहेछ। 1 महिनापछि घर आउँदा पनि वर्षौं बितिसकेपछि घर आएको जस्तो अनुभूति भइरहेको छ, किनभने म अझसम्म घर बाहिर यसरी बसेको थिएन। भोलि हाम्रो जागन हुन्छ र पर्सि बोका भालेको बलि चढाइन्छ। आजको दिन हाम्रो जागन छ। त्यसैले सूर्यदेव नहस्ताउँदै म बाबा, माथि र दाई, पालतिर अङ्कल र उहाँको छोरो अहिले आवश्यक पर्ने पूजा सामग्री साथै अरू सामग्री लिएर हिटा खोलातिर लाग्यौं। के गर्नु, उपासु बस्नुभएका धामीहरू आफ्नो खाली खुट्टा बिजाउने ढुङ्गामै भए पनि टेक्दै हिँड्नु भएको थियो। यदि तपाईले दशैंको ब्लग हेर्नु भएको छ भने थाहा छ होला, हाम्रो सबै दाजुभाइहरू गिठा खोला नै हुनुहुन्छ। यदि त्यो भिडियो हेर्नु भएको छैन र थाहा छैन भने आज यो भिडियो हेर्नुहोस्। One miss game finish. टाढाबाट आउने हामी गौरामा प्रवेश गरिसक्यौं, तर यही नजिकका भने कोही पनि आउनु भएको छैन। गौराको सरसफाई, भेडा, भाँडा, कुँडा, पूजा सामग्री र अन्य आवश्यक सामग्रीहरू सबै दाजुभाइहरू मिली पहिला नै जोहो गरिसक्नु भएको छ। केही समयको प्रतीक्षापछि बा, अङ्कलहरू, दाइहरू आउनुभयो, अर्थात् धामीहरू, र केही सहायक पनि आउनु भएको थियो। साँझ परि झमक्क पनि भइसकेको थियो। गौरामा धूपधजा गरेर सकिसकेपछि सबै मूल घरतर्फ झर्यौं, जहाँ जागन हुन्छ। बाजाको तालसँगै जाडो र तयारी दुवै तीव्र गतिमा अघि बढिरहेको छ। साथै मान्छेहरूको उपस्थिति पनि बढ्दै छ। कोही धेरै पछि आफ्नो दाजुभाइ या आफन्तसँग गफ लडाउँदै, कोही मनोरञ्जन गराउन नाच्दै थिए, त कोही पहिलो जागनको पर्खाइमा थिए। पहिलो जागन निक्लियो, ठिकै थियो। दोस्रो जागन निक्लियो, ठिकै थियो। तेस्रो जागन निक्लिँदा केही प्रभाव देखिन थाल्यो, तर चौथो जागनमा कुल देवता केही नयाँ शरीरमा प्रवेश गर्छन्। धार्मिकतामा कम विश्वास राख्ने काँचो उमेरमा प्रभाव देखिन्थ्यो। धूप हाले मध्ये 4 जनामा र त्यो मध्ये झन् 2 जनामा धेरै नै प्रभाव देखिरहेको थियो।
बाहिर जागरण नभएको बेला नाचगान चल्थ्यो, तर भित्र भने अझै उस्तै हालत छ। जब एउटा नयाँ व्यक्ति धामी उत्रन्छ तब ऊ बोक्नु पर्ने हुन्छ, अर्थात् उसमा कुन शक्तिको प्रभाव परेको हो बताउनु पर्ने हुन्छ। तर यहाँ एउटा बकेनन्, अर्का बके तर उनको शब्द बुझिएन। यहाँभन्दा अघि उत्रिने हाम्रो दाइ र श्याम दाइलाई पनि यस्तै कष्ट भएको थियो। मध्यरात भइसक्यो तर यहाँको अवस्थामा कुनै परिवर्तन भएको भने छैन। त्यतिकैमा आन्टी दिदी बहिनी भाइ घर जान लाग्नु भएको रहेछ। त म पनि घरतर्फ लागेँ, किनभने भोलि बिहानै गौरामा आवश्यक पर्ने सामग्री लिएर फेरि आउनुपर्छ। घर आइपुग्दा रात छोडी बिहान हुने तर्खर थियो, त्यही पनि एकछिन निदाउने कोसिस गरेँ। आज देउलीको दोस्रो दिन। घरको आँगनमा उज्यालोको थोरै अंश देखिँदा गौरामा आवश्यक पर्ने भेटी धूप ध्वजा सँगै प्रसाद बनाउन आवश्यक पर्ने दूध घिउ र दाउरा लिएर गौरातर्फ लागे। ओके, गुड मर्निङ। आज कुल पूजाको हाम्रो दोस्रो दिन र म अहिले गौरामा जाँदैछु। हिजो भएको थियो हाम्रो जागरण र आज हुन्छ हाम्रो पाठा काट्ने। अहिले फेरि फर्किनु पर्ने छ पाठा ल्याउनको लागि। साइल्या आउनु आउनु आउनु, 7 बज्यो के? हजुर नाइ देउली साहब कहाँ गर्नुहुन्छ र? ए पारी के हो तपाईँ? र यहाँहरूको पनि देउली रहेछ, त्यस कारणले जाँदै हुनुहुन्छ। गौरामा सबै आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो। कोही पूजा पाठ त कोही प्रसाद बनाउने तर्खरमा हुनुहुन्थ्यो। नयाँ धामीहरू भने आफ्नो हिजोको कष्ट हेर्दै थिए। किन हेर अहिले पछि हेर टप्री यहीँ राखु बा हुन्छ। फेरि पाठा ल्याउँदा लेट हुन्छ कि अहिले। त्यो क्यामेरा लात्तिल नआन्दिनलाई। म लिएर आएको सामानहरू छोडेर घामको पहिलो किरण हेर्दै घरतर्फ फर्केँ। र सामान गौरामा छोडेसँगै अब म घर जाँदैछु, किनभने अब बोका ल्याएर आउनुपर्छ। बोका भाले ल्याएर आउनुपर्ने छ फेरि। अनि यहाँ बाहिरको मौसम चिसो चिसो भए पनि मलाई अहिले चाहिँ गर्मी भइरहेको छ, पसिनाले भिजिसकेको छु। त्यस कारणले तर ज्याकेट पनि खोल्नु हुँदैन, किनभने उता एकछिन ज्याकेट खोल्नु कि चिसाले मारिहाल्छ। र अब भने ढिला नगरिकन घर पुगेर अरू कुराहरू पनि ल्याउनु पर्ने छ र उतै गएर भेटौँला। मम्मी जाम ल्याइसकला आइज जम जम ओए ओए बाई। भालेहरूसँगै अरू आवश्यक पूजा सामग्रीहरू मम्मीले ल्याउँदै हुनुहुन्छ भने मैले यसलाई हिँडाल्न सकिरहेको छैन। के थाहा बिचरालाई आज यसको अन्तिम दिन हो भनेर। खै थाहा भएर पनि नहिँडेको हुन सक्छ। आज फेरि पनि निर्दोष पशुपन्छीहरूको बलि चढ्दैछ। के गर्नु, चलिआएको परम्परालाई विरोध गर्न सकिँदैन। जसो तसो गौरामा पुर्याइयो। अरू बोका भाले ल्याउने क्रम पनि चल्दै थियो। मान्छेहरूको संख्या पनि बढ्दै थियो। आजको अवस्था देखाउने जस्तो हुँदैन, किनभने मान्छेमा कुलको शक्तिले कष्ट गराएको छ त पशुपन्छीमा मान्छेको शक्तिले। अब सबै बलि चढाएर सकियो, पूजा पाठ पनि सकियो। बोका भाले लिएर आफ्नो घरमा पाहुनाहरूलाई खुवाउने तर्क पनि अब बढ्दै जान्छ। देउलीको अन्तिम चरणमा आइपुग्दा त्यहाँ भएका पूजा सामग्रीहरू, बजाउने सामग्री साथै प्रसाद लिएर हिजोको मूल घरतर्फ लाग्यौं। अन्तिममा पनि दैविक शक्तिको प्रभाव उत्ति नै देखिरहेको थियो।
अब भने यताको कार्यक्रम सकेर प्रसाद लिएर घरतर्फ फर्क्यौं। अबको केही दिन सबै घरहरूमा आफ्ना परपाहुनाहरूलाई खुवाउने क्रम जारी रहन्छ। तर म भने भोलि बसी पर्सि सन्धिहर्क फर्किहाले। फर्किँदाको यात्रा निकै कष्टमय थियो। यो कुरा कुनै सर्ट्स भिडियोमा गरौँला र भिडियो आउन धेरै नै समय लागेको छ, किनभने यो भ्यू सब्स्क्राइबर बटुल्न भन्दा पनि मेमोरी बनाएको हुँ। व्यस्तताको कारणले जति गर्न सकिन्थ्यो त्यति गर्न सकिएन, त्यसका लागि माफी चाहन्छु। र हजुरहरूलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया छोड्न भने नभुल्नु होला। अब फेरि कुनै अर्को कथा अर्को भिडियोमा। आजको लागि यति नै। जय रहाची, जय नेपाल।